Hello everyone, welcome back my another vlog. It's me Nirak Rahul. I hope सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु. सो गाइज आज हामी यसो पार्कतिर जान लाग्यो अनि हाम्रो सबैजनालाई नमस्कार. साइप्रसमा बस्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरू सबैजनालाई ह्यापी लोसार. र गाइज आउँदै गरेको सन्डे हाम्रो पापसमा हुन गइरहेको प्रोग्राममा सबैजना गएर इन्जोय गर्नु होला. गाइज के गर्नु हामी त जान पाएनौँ. यस्तै हो गाइज डाँडामा बसेपछि हाम्रो अहिले होटलहरूमा सिजन चलिरहेको छ नि त सो म चाहिँ जानु पाउँदिनँ. जान चाहिँ मन त थियो तर जान चाहिँ पाएन. सो गाइज सबैजना गएर इन्जोय गर्नु होला. आई होप हामी चाहिँ लाइभ भ्लगहरू हेरेर इन्जोय गर्नेछौँ. सो गाइज ल अब क्याबिनबाट आएको 9 लाख रुपियाँ तिरेर आएको छु. अब हिउँ खेल्ने हो. 4.5 लाख रुपियाँ सधाइसक्यो. बाँकी 4.5 लाख रुपियाँ छ. ट्याक्क सवारी अब अर्को लटमा एक सर्ट हानिदिएपछि हिउँमा 4 लाख पनि सकिन्छ अहिले होइन. एक लट सुत्दिनु ल हिउँमा लडी बढी उता गर लडी बढी हानिदिनु यहाँ सर यहाँ हान्दैन त लडी बढी युट्युबमा आइहाल्छ नि. युट्युबमा हाल्ने हो यो. युट्युबमा नहाल्ने किन हेर्ने हो र. दाइ हजुर र म लडी बढी खेल्ने अब आउनु. हामी त सुत्न आऊ हिउँमा खेल्नुपर्छ. यो उहाँ चाहिँ हुनुहुन्छ सङ्गीता दिदी. नो सङ्गीता रिता. सरी रिता. नाम चाहिँ सङ्गीता रिता दुइटै हो. जो भए पनि उहाँ चाहिँ हाम्रो अनि उहाँ चाहिँ हाम्रो दिदीको नामै बिर्सेँ मैले त. आमा नि त गीता दिदी नयाँ दिदी भएर बिर्से है. साथीहरूलाई ला माया सब्सक्राइब लाइक सेयर सबै. अनि उहाँ चाहिँ हाम्रो दाइ. हेलो दाइ यता हेर्नु नि. हेलो उहाँ चाहिँ हाम्रो दाइ. परिचय दिनु न. मोहन दाइ हाम्रो. उहाँ चाहिँ हाम्रो दोर्जो दाइ. यहाँ पुरै लडीबडी खेलिदिने रे हिउँमा. यहाँनिर पुरै 9 लाख रुपियाँको हिउँ खेल्न आएको छ. हामी गोर्जो यहाँ पुरै 9 लाख रुपियाँ तिरेर हिउँ खेल्न आएको हामी गाइज. अब यहाँ चाहिँ 9 लाख रुपियाँ गोर्जोले खेल्दैछ अब हिउँ. हाम्रो चाहिँ भलक चलिरहेको छ. ल हुन्छ हजुर दिनु. हामी दुइटाको भिडियो भन्दा हामी चाहिँ लडीबडी खेल्ने यहाँ. के गरेर रुखमा चाहिँ नथप्छ. हिउँमा जाने हो रेल. टिडी लाउनु ल जाऊ ल रोडको जङ्गलमा भोर घुम्न छ भने आउनु ल. हिउँ हान ल हिउँ हान. ल हिउँ हान. 9 लाख ल म उडेर हान्दिन्छु. क्यामेराम्यानले घेर फाल्दिनु. के भयो के आउँदैछ. यहाँ त भासे गर्दैछ आमा. कहाँ गयो केटाहरू खोइ. क्यामेराम्यान कता हो. ल हुँदैछ. हामी अब घाम आएर भएन नि त. घाम आएर भएन. तल जाउँ. हिउँ खेल्ने गाडी चक्का पम्चर भएर यहाँनिर सुई हान्दिनँ त्यहाँबाट एकदम दौडेर रनिङ हान्दिनँ न दाइ. रनिङ हान्दिनँ रनिङ हाम्रो त बाबु सिधै नेपाल पुग्छ. हिउँ खेलेर अवस्था है अन्त. हिउँले पुर्दियो मलाई. लडीबडी खेल्न दाइ आउने. दाइ यहाँ छ नि. यहाँ मिल्छ होला है. यहाँ मिल्छ होला हिजो खेल्नु. ए तल छिनलाई त्यो बरु उ ल्याउनु पर्दो रहेछ है. त्यो मैले हाल्नु. अब अर्को कस्तो मजा आउँछ. अर्कोबाट ल्याउनु नि त्यो.
भयो बन्द गरिदिने बनाउनु चाहिँ के बाँदर अनि के न के त बनाउनु होला यता हेरे भए त हुन्थ्यो ल यता हेर्नु न सबैजनाले अनि पो हुन्छ त ल यता हाल्नु न मेरो पनि नामको चाहिन्छ नि हात काट्यो लस लाग्यो एकछिन है त म मेरो पनि खिच्छु है त नाक खसेको यहाँ ल यहाँ झापाको टावर है यहाँनिर भ्यू टावर चाहिँ भ्यू टावर बनाऊ है भ्यू टावर दिदी काटेर बनाऊ अर्को त्यतिकै बनाइ नि हुन्छ म पछि एड गर्छु ल हेर्नु दिदी अडियो त्यो चाहिँ जुबिली होटलै जस्तो देख्यो ल एकछिन माथि पनि एउटा सानो ल एउटा दिदी मलाई एउटा फिटिङ यहाँ तपाईँले यहाँ बसेर भयो हजुर नअलिन अलि माथि जानु न नअलिकन नअलिकन अग्निपथ आइसको भयो कता पल्ट्यो ओइ काँडा तल झर्ने पुरै यस्तो रिस्क झर्ने पुरै यस्तो दाम चाहिँ निरा मोहन उभिया ठाउँमा त यस्तो दामी आउँदो रहेछ नि त्यहाँ फोटो खिच्नु पर्यो यसो लाइन लगाएर क्या सिधा सिधा यसरी लाइन लगाएर यस्तो झर्ने पुरै गर्ने के थाहा अलिपर्छ दिदी हातो भइसक्यो तिमीले पर्छ र अलिपर्छ यस्तो होइन क्या यस्तो यस्तो चाहिँ लडेपट्टि के गुडेर लड्ने गुडी भयो एकछिन अलि तराई जानु हजुर के हुँदैन कहाँ दिदी अया अलि पर भन्नु भयो भयो ल एक्सन लिएर जाने हो हिउँ ल प्रहार दिदीलाई भयो ल लाठीले हाल्नु तिमी पनि भयो यस्तो दिनु तिमी यतापट्टि दिनु म यतापट्टि दिन्छु तिनजना तिनतिर बसे हुन्छ नि अब तिमीलाई ल ल तिनजना ल तिनतिर बस्नु ल तिनवटा नलिनु न हौ एउटा लिनु जम्मा तिनटा हो तिनटा भिडियो बनाइराख्नु कि के नकाट्नु ए न त जेम्नु हान्ने जसले जसलाई पर चिन्न गइछ न अनि यहाँ आउनु पर्यो नि तिनजना आएन यो खेलेको हाल्नु त ओइ मुखमै म पुरै चल्छु भिडियो बनाउनु भाइ खै मोबाइल अन हानु ल दुईजना भएर ल मार्यो मर्गदियाम ल दिदी आयो दिदी अब यसो ढलिदिनु मेरो है ढुङ्गा थियो होला नि त फेरि यहाँ त ढुङ्गा रहेछ नि त यत्रो दिदी वा ओइ म हाती आइसम्यान सेकेन्ड एक्स आइसम्यान ल अरे नज्याकेट कति घुम्छ त मजाले ढुङ्गा लान्छ पारा कालो
ज्याकेट त बिगाडै लाग्दो रहेछ यार ल आकाश मायालाई मेरो पनि नमस्ते तिमीलाई फाइनली गाइज हामीहरू पार्कतिर आएर रमाइलो गरेर एकछिन होइन अब चाहिँ हामी जानुपर्ने हुन्छ ड्युटी पनि जानुपर्छ एकछिनमा सो गाइज मन पऱ्यो भने लाइक सेयर कमेन्ट हालिदिनु होला थ्याङ्क यू फर वाचिङ